हाई एभ्रिवान, मेरो छोरीको गुने छोरीको सानो मिनी भ्लग स्टार्ट गरेको छौँ हामीले न्यू रोडको यो जुत्ता पसलबाट। नेक्स्ट डे चाहिँ मैले कपाल बनाउन पार्लरतिर लागेँ भने यो चाहिँ हाम्रो डान्स टिचर मनु भुसाज्यूले डान्स सिकाउँदै हुनुहुन्छ म्याडमले हाम्रो छोरीलाई। अनि चाहिँ हामी नेक्स्ट डे चाहिँ नानुको यो ड्रेस लिन चाहिँ न्यू रोड गयौँ। अनि मैले पनि डान्स पर्फर्मेन्स गर्ने भनेको र नै अनि मलाई पनि सिकाउँदै हुनुहुन्छ मेरो प्यार साथीले। छोरीको ड्रेस ट्रायल गर्न चाहिँ हामी बुटिक गयौँ। त्यस पछाडिलाई यो रूपमा छोरीलाई देख्दा चाहिँ म आमा भएर एकदमै धेरै भावुक भएँ। रियाक्सन पनि छ, मैले रियल भोइसमा पनि राखिदिएको छु रियल क्याप्चर होस् भनेर। अनि हामीले त्यो साझा छोरीलाई फेसमा प्याक लगाइदिएर पनि पुरै प्रिन्सेस ट्रिटमेन्ट पनि दियौँ है। हेर्दै गर्नुहोस्। अनि घर फर्केर उसलाई हामीले प्याक लगाइदियौँ उसको प्यारो आन्टीले। नेक्स्ट डे उसको ब्लगिङ सुरु हुन्छ है है। यो त्यही दिन साँझतिर चाहिँ हामीले सेल बनाउने सोचिरहेको थियौँ। अनि यो चाहिँ मिठो मिठो सेल, यसलाई चाहिँ मैले पुरै जतन गरेर राख्दैछु। अनि हाम्रो त्यो साँझ हल्दीको प्रोग्राम थियो, सबैजनाले नानीलाई हल्दी लगाइदिनु भयो। पुरा भिडियो हेर्नु होला। पटक लाउनुपर्छ, तल तल झार्ने रहेछ कि मैले नि यता पछाडि आउनु त मिल्छ त गर्नुहुन्छ भन्ने यता पछाडि आउनु मिल्छ पछाडि। यो अज्ञात सडक हो, यही हो अज्ञात सडक भनेको। त्यो लोकेसन त्यही नै देखाउँछ हो, त्यही जानु हुनु चाहिँ होइन आउँछ तपाईँको लोकेसन देखाएको हो। नानी स्माइल गर्नुपर्छ ल। धुँदैन है एकले बस्नी। कङ्ग्रेचुलेसन। अब नट अ चाइल्ड है, बुझ्नु पर्यो कुरा मेरो छोरीले। हाँस न अन्त हाँस्ने हाँस भनेको झन् मुखरी गाड्छ त हाँस न खै खुट्टामा राखौ न लक्ष्मीलाई मलाई होइन नि त। अब अब आउनु अब हल्दीको प्रोग्राम सकिसकेपछि त्यसरी नाचगान त हुनै पर्यो र हामी दुईजना मैदानमा उत्रिँदैछौँ। डान्सर र नन डान्सर हेर्नु होला। हल्दी सकेपछि हामीले छोरीको मेहन्दी फङ्सन पनि गऱ्यौँ ल। हाम्रो डान्स हेर्नुहोस् ल।
we end up हल्दी मेहन्दी लाइक दिस अब नेक्स्ट डे चाहिँ सुरुवात यसरी हुन्छ मलाई आमाले दिएको चौबन्दी चोली मलाई बाबाले दिएको ढाका पछौरी